안녕하세요. 그래. 안녕하세요, 어머님. 아이고. हेलो नमस्ते गाइस, वेलकम ब्याक टु आवर न्यू भ्लग। आशा छ तपाईहरु सन्चै हुनुहुन्छ र आजको दिन तपाईहरुको असल रहोस्। आज चाहिँ हामी स्पेशली हैन हाम्रो कोरियन इमोनिमलाई भेट्न जाँदैछौँ। हाम्रो उहाँ चाहिँ कम्पनीको कुकम्यान हुनुहुन्थ्यो र अहिले चाहिँ नयाँ इमोनिम आउनु भएको हुनाले उहाँले छोड्नु भएको हुनाले हामी उहाँलाई भेट्न जाँदैछौँ। हाम्रो कृष्ण दाजु यहाँ भाउजू अब चाहिँ हामी बुढीलाई मतलब भनेको इमोनिमलाई केही अब उहाँको अब घर जाँदाखेरि केही किन्नु पर्छ नि त। सो हामी जाँदैछौँ। हाम्रो यहाँ मेन दाजु कृष्ण दाजु हुनुहुन्छ यहाँ। ल दाजु एकदमै रमाइलो हुनुहुन्छ है। के किन्ने ल उठम दाजु। अनि अविदाले बुढी इमोनिमलाई त रक्सी लगाउने भन्दै हुनुहुन्छ। फाइनली हाम्रो चाहिँ यो भइसकेको छ। र गाइस अब हामी चाहिँ इमोनिमको घर आइपुग्न आँटिसक्यो है। हामी झर्छौँ। फाइनली गाइस हामी चाहिँ इमोनिमको घर आइपुगिसकेका छौँ। हेर्नुहोस् हाम्रो भाउजू यहाँ दाजु सबै दायाहरू हुनुहुन्छ। इमोनिमको घर चाहिँ यही हो है। ओहो म चाहिँ फर्स्ट टाइम आएको हुँ। फर्स्ट टाइम आउँदाखेरि अलिक होइन। इमोनिम चाहिँ अहिले बाहिर हाम्रो एकजना फान्जानिमहरूलाई एकजना लेडिजहरूलाई लिन जाने भएको छ है। ल यही हो। ल हेर्नुहोस् है कोरियन घरहरू चाहिँ चिट्टीको यस्तै हुन्छ। कति राम्रो छ हेर्नुहोस्। वाह ल वरिपरि म देखाउने छु। यस्तै छ ल चट्ट है कति राम्रो छ। अनि यहाँ चाहिँ तपाईँको के भन्छ यसलाई कृषि गर्ने एरिया पनि रहेछ है। ल चारैतिर मकै हेर्नुहोस् गाई मकै। बरु मैले काठमाडौँमा त्यति मकै देखिँदैन तर यहाँ हेर्नुहोस् वाह कति राम्रो छ है। यो चाहिँ मैले 0.5बाट बनाएको अलिकति क्वालिटी अलिक ब्ल्याक वाइटबाट। हेर्नुहोस् हाम्रो इमोनिमको घरमा कति मजाको नोङजाङ के भन्छ कृषि। हेर्नुहोस् यहाँ कति राम्रो छ। हेर्नुहोस् यहाँ घैलाहरू है। घैटो भन्छ कि घैला के भन्छ मलाई अलि कन्फ्युज भएँ। घैटो घैला जे भए पनि है। ओहो ल चट्टा। अनि हेर्नुहोस् वाटर धारा। अब यस्तो हो हाम्रो इमोनिम चाहिँ। अरू जस्तो कोरियाको होइन रिचेस्ट पर्सन फोजा सराम नभए तापनि तर हुनुहुन्छ कि उहाँ होइन। अनि तर मनको चाहिँ एकदमै सफा एकदमै हेल्पफुल उहाँ हुनुहुन्छ कि इमोनिम। त्यसै हुनाले हामीले चाहिँ उहाँलाई भेट्न आएको हौँ है। अनि एकदम राम्रो के खानाहरू पनि एकदम मिठो बनाउने एकदमै एकदम माया गर्ने कि हामी सबै नेपालीहरूलाई। तर अहिले चाहिँ इमोनिमले काम छोड्नु भएर नयाँ इमोनिम आउनु भएको हुनाले अनि पछि उहाँको याद हामीलाई धेरै आएको हुनाले हामी चाहिँ यहाँ आएका छौँ। यहाँ चाहिँ दाइले अब गाडी चट्ट होइन पार्किङ गर्नलाई खोज्दै हुनुहुन्छ। किनभने अरू मान्छेहरू पनि आउँदै हुनुहुन्छ भन्ने हल्ला छ है। हेरौँ ए दाइले अब पार्किङ गर्दै हुनुहुन्छ। ल र आज मैले चाहिँ रुथ म्यामले नेपालदेखि पठाउनु भएको ड्रेसअप गरिएको छु। यहाँ सुज प्लस प्यान्ट अनि यो टी सर्ट चाहिँ पुरानै हो है। यहाँ दाजुले पुरै है मर्दै हुनुहुन्छ। ओ माइ ग्याड ल ल ल ल ल ल अब यसमा चाहिँ एक राउन्ड हुनु पर्यो नि हैन र।
आज चाहिँ मैले क्याप लगाएको छुइनँ है, अलिकति त्यति अलिक होइन बिर्सेँ क्या, हतारमा आएको हुनाले बिर्सेँ मैले। अनि र आज म एकदम खुसी पनि छु, किनभने मलाई चाहिँ यस्तै एरियाहरू मनपर्छ क्या। अब सानैदेखि काठमाडौँमा बसेको हुनाले अब घरै घर होइन। अनि कहिलेकाहीँ काठमाडौँ भ्याली बाहिर जाँदा पनि यस्तै एरियाहरू देख्दाखेरि एकपल्ट सिन्धुपाल्चोक गएको थिएँ हामी रिजन दाई, रोमन दाई, दाल दाहरू हाम्रो दाईहरूसँग गएको थिएँ। अनि कति यस्तै एरिया थियो, अनि कस्तो खुसी लागेको थियो कि मलाई। र अहिले पनि अब यस्तै एरियामा आउनु पर्दाखेरि एकदम दिल खुस भएको छ है। र आज चाहिँ कपाल यस्तै छ, अब कपाल काटेँ नि त। अनि कपाल काटेको हुनाले त्यति अलिकति असुहाउँदो देख्दो रहेछ है। क्याप पनि बिर्सिहालेँ, के गर्नु, यस्तै छ। यतिका क्याप चाहिँ लाउनु पर्ने हो। आउनु दाइ आउनु। हाम्रो दाइको यहाँ पार्किङ गर्नलाई अलिकति मुस्किल। अलि यता दाइ, यो साइड यता यता के रे अरुण दाइ, यो धनियाँ रोप्ने ए। र गाइस यो चाहिँ धनियाँ रोप्ने रे है, मल के भन्नुभयो अरुण दाइले है। यस्तै छ। यो 20 केजीको खेसोक र इन्ट्री गरिसक्नु भएको छ हाम्रो यहाँ दाइ भाउजू दाइहरूले। हजुर यो चाहिँ भिरा रोप्ने, उहाँलाई चाहिँ सबै थाहा छ। उहाँ नेपालदेखि नै एकदमै खतरा पर्सन हो। यहाँ इमुनिमले चाहिँ तिमीहरू चाहिँ भित्र गएर बस भन्नुभएको छ, तर हामी उहाँलाई वेट गर्दैछु, किनभने अब त्यही त हो नि। उहाँ चाहिँ एकजना मान्छेहरूलाई लिन जानुभएको, एकजना होइन धेरैजनालाई लिन जानुभएको छ। अनि यहाँ चट्टाईमा चाहिँ हाम्रो दुईजना चट्ट बस्नु भएको छ, अरुण दाइ अभि दाइ। र गाइस फाइनली हाम्रो इमुनिमा आइसक्नु भएको छ। 안녕하세요. 안녕하세요. 이모님. 아이고. ल इमोनिम हाम्रो उहाँ नै हुनुहुन्छ, एकदमै हेल्पफुल, एकदम मनकारी है, चाबी। हेर्नुहोस् यहाँ गाइस हाम्रो दाइ कति मजाको हुनुहुन्छ। अनि कम्पनी पनि यति स्पिड काम, यहाँ पनि यति। उहाँ चाहिँ शिव दाइ हो, शिव दाइ। उहाँ हाम्रो यादव दाइ। दाइ भयो भाइरल हुने भयो त। यस्तो मजाको अनि पुरै यस्तो कोरियामा यहाँ केही छ कि सेफ्टी छैन, बिना सेफ्टी गर्नु परिरहेको छ। यो पनि हो काम। वाउ 코로 뽑고 오늘은 하는 걸로 해야 어? 스프레이 하는 거 어떡하나? 오늘 못해. 사람 많아서 그냥 고기 구워 먹고 놀고. थोवाछु 그리고 그때도 기록을 많이 가시면. हाम्रो शिवदाइ हेल्पफुल हुनुहुन्छ। ल 요쪽에다가. अरुण दाइ खोइ 가만있어 봐. त 그러면 얘를 자는? 좀더 당겨. 됐어요 이모님, 됐어요. 됐어? 네. ल हाम्रो इमोनिमले के ल्याउनु भयो? इमोनिमको म हो, ओ मान्दु। 이모 गाइस मोमो है, मोमो। 만두. 아침에 이모가 다 삶아갔어. 고맙습니다. 이거도 깨도 소리? 베개도 줘라. 수대 오는. 면은 물 넣어가지고. 아니 괜찮아요. भाउजू यो के हो? इमोनिम 김치? 김치 होइन 이모 यहाँ? 한 김치. 김치 हो त होइन? 김치 अर्का 간장이 쏟아지니까. 반찬도 थुसायो 이 컵은 너네 हामीलाई चाहिँ सुरुमा मोमो खानु हुनु भएको छ। छत्काराक एन्ड सुत्काराक पनि इमोनिमले खमस्मिदा इमोनिम। कृष्ण दाइ आउनुहोस्। हामी यति धेरै माया छ हाम्रो अभि दाइलाई। गाइस हजुरहरूले देख्न सक्नुहुन्छ यो एकदमै पपुलर छ यो
यो बस्नको लागि है यो एग्रिकल्चरहरूमा कृषिहरूमा मानिसहरूले युज गर्थे र आज म पनि बस्न पाएँ। हेर्नुहोस् यहाँ के हो यो एहे। र गाइस हामीले यहाँ के खाइसकेका छौँ। अझै खानाहरू पनि आउनु बाँकी छ। खानाहरू पेट अगाइसक्यो। मासु पोल्न आँट्दै हुनुहुन्छ। कोरियनहरू पनि आउनु भएको छ। यहाँ काट्नु भएको छ। यहाँ दाइ मासु पोल्दै हुनुहुन्छ भाउजू चट्ट। अनि यो कप चाहिँ अचम्म के अघिदेखि है चट्ट यो यहाँ चाहिँ खाएर यो चाहिँ फालेर यो चाहिँ राख्ने हो। प्लेट यस्तो छ। चपस्टिक यहाँ छ। अनि यो चाहिँ सोजु कप हो। सोजु कप यो। अनि यहाँ छ त हो सोजु यसरी हालिन्छ चट्ट। भात अरूको सेजु मेग्जु मेरो चाहिँ माङ्गो है टक्कै हो। यहाँ हालेर खाएर खिम्ची रे खिम्ची चाहिँ के गोलबेडा पनि छ। मेरो चाहिँ म्याङ्गो है। म्याङ्गो मेरो चाहिँ फाइनल गाइस जिउँदो सिङ्गो कुखुरा साङ्गेपथाङ आइसकेको छ। गाइस मैले चाहिँ होइन सोचेको थिएँ कि ओहो मजाको खोला मतलब मजाको नदी होला भनेर सोचेको थिएँ। तर ओहो ठिक त ठिकै छ कि तर अलिकति झन् हल्का खेलौँ भनेको खेल्ने अब कस्तो लाग्यो। यस्तो हो। इमुनिमको घरमा आएको थिएँ। अब बेचारी साह्रै के अब हेर्दाखेरि चाहिँ अब उहाँ यो हुनुहुन्छ तर जस मनको एकदमै सफा क्लिन होइन। अनि हामी नेपालीहरूलाई चाहिँ विशेष धेरै माया गर्नुहुने के। अनि कम्पनीको सिक्ताङमा मतलब खाने किचनमा पनि एकदमै क्या हामीहरूलाई मजाले होइन के मन पर्दैन उहाँले अनि के मन पर्दैन त्यो हटाएर चाहिँ हामीलाई मनपर्ने खानेकुराहरू बनाउनु हुन्थ्यो क्या। सो अनि उहाँले चाहिँ कम्पनी छाड्नुभयो कारणवश। त्यसपछि अनि अर्कै मुनिमा आउनुभयो। अनि त्यसपछि त्यसै हुनाले उहाँले छाड्नु भएपछि साह्रै हेर्न मन लागेको थियो हामी सबै नेपालीहरूलाई। कतिजना दाजु भाउजू दाइहरू आउनु भएको छैन। हामी जतिजना आयो मजाले हेरौँ र यहीँ नजिकै घुमौँ भनेको त्यस्तो देखिनँ मैले। ठिकै छ यस्तै छ है। गाइस यो चाहिँ के हो आरु होइन र आरु हो नि के हो मेरो विचारमा चाहिँ फिक्स आरु नै हो। र गाइस अघि चाहिँ आरु भेटेको थियो अहिले चाहिँ किम्बु भन्छ। अब हाम्रो गाउँतिर चाहिँ टुलिप भन्छ जस्तो लागेको थियो मलाई है। हेरौँ ल हेर्नुहोस् है यो के हो किम्बु होइन र कहाँ गयो किम्बु हेर्नु त। ए ब्ल्याक रेड है खाँदा पनि हुन्छ होला। ओ किम्बु तर यहाँ चाहिँ तपाईँको सेम पोखरा लेक साइड हुन्छ नि यसको तल चाहिँ लेक अनि माथि यसरी हिँड्ने हुन्छ नि त्यस्तै फिल आइरहेको छ मलाई। किनभने हामी चाहिँ एकपटक रोमन दाएर म गएको थिएँ त्यसो हुनाले यस्तै भाइब्स आइरहेको छ। यसो अरे अगाडि चाहिँ नेपालीहरू हुनुहुन्छ एकजना कोरियन हुनुहुन्छ अनि पछाडि अरू कोरियनहरू पनि हुनुहुन्छ। उहाँहरूको चाहिँ त्यति म त्यति खिच्दिनँ कि किनभने आफ्नै यो हुन्छ नि त खिच्दा त हुन्छ उहाँहरूले माइन्ड चाहिँ गर्नु हुँदैन है। सबैजना राम्रै हुनुहुन्छ। अनि हेर्नुहोस् त कति राम्रो क्युट घर छ है। वाह सबैतिर है
दुईजना हामी चाहिँ यहाँबाट जाऊँ गाइस हामी चाहिँ यहाँबाट जान्छौँ अलिकति उटपटाङ गर्नु परिहाल्छ उटपटाङ पनि त्यस्तो नराम्रो होइन कि हामी राम्रै गर्छौँ ओ गाइज गाइज एलियन एकछिन ल हेर्नुहोस् त गाइज एलियन ओ माई गड के हो यो यस्तो होइन ओ वाउ हामी चाहिँ यो ढुङ्गा भएकोमा जानेछौँ है यस्तो दामी छ नि त तर कोरियामा पुरै चट्टाइको बाटो के यो डोरीको यस्तोबाट हिँड्नुपर्छ है ढुङ्गा छ अलिकति रिस्की छ ओ माई गड हेर्नुहोस् यहाँ यस्तोबाट हिँड्नुपर्छ चट्टो ओ माई गड जुत्ता चाहिँ फेरि मैले उतै इमोनिमको घरमा छोडेर आएँ किनभने पानीमा अलिक डुब्लुकी भन्दा पनि डुब्नुपर्छ फाइनली गाइस हामी आइसकेका छौँ ठुलो ढुङ्गामा र गाइस हेर्नुहोस् हामी फाइनली ठुलो ढुङ्गामा आइसकेका छौँ पुरै तपाईँको यो सिस्नरीको बाटो छ नि एकपल्ट हेटोडातिर जाँदाखेरि सिस्नरीको बाटो हुँदै गएको थिएँ यस्तो ढुङ्गाहरू देखेको थिएँ है वाह माछा पनि छ क्या हो सानो माछा है फुल ढुङ्गा छ है ओ फुल ओ माई ग्याड हेर्नुहोस् त यो हो नि त ओ दामी गाइस अलि रिस्की हुन्छ है मोबाइल खस्यो भने चाहिँ सो बी केयरफुल रोहित है एक राउन्ड चाहिँ हान्नु परिहाल्यो है घुम्न रिस्की हुन्छ लड्यो भने चाहिँ है टक हिँड्नुपर्छ रिस्की छ यार ओ माई गड तेरी ल दाइ ल यस्तो छ गाइस यस्तो छ यस्तो पानी न पानी छ ठुल्ठुलो ढुङ्गा छ यस्तोमा हिँड्नु परेको छ ब्ल्याक लड्नु मोबाइल फुट्नु पनि यस्तो छ हेर्नुहोस् यहाँ अनि रिस्की तरिकाले ब्लग बनाउँदैछु त्यहाँ कत्रो ठुलो ढुङ्गा के फेरि यो अविदाय हाम्रो अविदाय ओके र गाइस अब चाहिँ यो पार गर्दैछु धेरै लङ डिस्टेन्स छ यो है छ फेरि रुत्म्यामले देख्यो भने गाली गर्नुहुन्छ रुत्म्याम गाली नगर्नु होला है यो नजिकै छ भनौँ You can. Okay, let's go. 3, 2, 1, go. Oh, सबै ढुङ्गामा त्यस्तो पहल हेर्नुहोस् न चट्ट यस्तो पानीहरू पुरै खाल्टो के पुरै ल Oh my god, what is this? Oh, क्या राम्रो यति टाढा छ तर मैले चाहिँ जुम गरेर है हाम्रो दाइ र हाम्रो कम्पनीको फान्जाङ नि हाँसै उठ्छ यस्तै हो रमाइलो छ दाइहरूलाई चाहिँ त्यही हो ल म जुम गर्नेछु है वाउ कस्तो राम्रो है यो हो नि त दामी गाइस अघि न हाम्रो दाइ र फान्जाङले टिप्नु भएको चाहिँ यही हो कोरियनमा पनि घोगी भनिन्छ नेपालीमा पनि नेपालमा मजाले खाइन्छ यहाँ पनि हेर्नुहोस् यही टिप्नु भएको उहाँहरूले गाइस हेर्नुहोस् हजुरहरूले हाम्रो अरुण दाइ हो है फुल कोरियामा आएर पनि यसरी मजाले पौडी खेल्दै हुनुहुन्छ ओ माई गॉड ल यो हो नि त हिरो हो नि मान्छे त ओ माई गॉड
अनि त यति छ डुबिहाल्छ त्यति नै छ पानी उभिएछ अझ उहाँ छ नि त अझ धेरै त्यहाँ चाहिँ गहिरो होला कि अलि र गाइस आज यस्तै भयो है अब छोटो मिठो लामो त्यस्तै भयो र आउँदै दिनहरूमा पनि अब भ्लगहरू बनाउने कोसिस गर्नेछु सकेसम्म रेगुलर कहिलेकाहीँ अब त्यस्तै कामहरू हजुरहरू थाहा नै छ ओके आजको लागि यति फेरि हामी नेक्स्ट भ्लगमा हामी फेरि भेट्नेछौँ बाई बाई टेक केयर एन्ड सी यू सुन बाई बाई